यो चाहिँ फ्राई भइसकेको छ। यता मटर पनि बोइल भइसक्यो। अचारको लागि चाहिँ एउटा काँक्रो, 2टा गाजर राखेको छु। गाजर छिलेर राखेको छु, काँक्रो चाहिँ त्यस्तै हाल्ने हो। यो मैले धनिया, जिरा अनि सेतो तिल भुटेको थिएँ नि, त्यो पिसेर मैले यो पिसेर रेडी गरेको। यसमा चाहिँ पानी सानी हाल्नु पर्दैन, यसलाई ड्राई पिस्नुपर्छ, पाउडर गराउनुपर्छ यसलाई। अब यसमा मैले हालेकी छु आलु, गाजर, काँक्रो अनि म हाल्न जाँदैछु यो पाउडर बनाएको मसला। त्यसमा हाल्छु अनि नुन, स्वाद अनुसार नुन। अब चाहिँ म हाल्न जाँदैछु कागती यसमा। कागती हालेर यसलाई मजाले मिक्स गरेर यसलाई चाहिँ हामीले नेवारी अचार भन्छौँ। अचारलाई झान्नको लागि चाहिँ मैले कडाई बसाइसकेको छु। यता कडाई पनि गरम भइसकेको छ। अब त्यसमा हाल्न जाँदैछु म तेल। तेल पनि गरम भइसक्यो। अब म यसमा चाहिँ जिरा हाल्न जाँदैछु। अनि मैले चाहिँ यसमा सुकेको खुर्सानी